राम बन्ने हो भने दुश्मन पनि रावण जस्तो चाहिन्छ, किन चिन्ता गर्नुहुन्छ? तर यो व्यवस्थामा ताकत यति रहेछ कि योगदान दिएर व्यवस्था ल्याउन लड्नेहरूलाई जेल कोच्ने ताकत त रहेछ नि यहाँभित्र। त्यो ताकत त छ नि। यो ताकतलाई सदुपयोग गर्यो भने गलत गरेको खण्डमा प्रचण्डजी पनि जानुहुन्छ, गलत गरेको खण्डमा शेरबहादुरजी पनि जानुहुन्छ, कुनैजी पनि बाँकी रहनुहुन्न, म पनि बाँकी रहँदैन। व्यवस्थामा त्यो ताकत छ। बस एकपटक हामी त्यो ताकतलाई अजमाउन चाहन्छौँ, त्यसलाई प्रयोग सदुपयोग गर्न चाहन्छौँ। भएन, सकिएन छ भने संसारले विकल्प खोजेको छ, हामी पनि खोजौँला। मलाई कसले के भन्छ भन्ने कुराको परवाह छैन। मलाई आम आमा बुवा दाजुभाइ दिदीबहिनीले के भन्छन् भन्ने कुराको परवाह छ। मलाई कालीकोटको स्कुलमा पढिरहेको विद्यार्थीले काठमाडौँको महँगो स्कुलमा पढेको विद्यार्थीले जस्तै शिक्षा पाउँछ कि पाउँदैन, मलाई त्यसको चिन्ता छ। यी कान्ति बाल अस्पतालमा बारम्बार भनिरहन्छु, भैमा यही देशका कर्णधार भनेका बालबालिका उपचार नपाएर लडेर भैमा बसेका छन्। त्यहाँ पाउने पानी हेर्नुहोस्, त्यहाँ उसले पाउने स्वास्थ्य अवस्था हेर्नुहोस्। मलाई तिनको चिन्ता छ। द्वन्द्व भड्काएर राजनीतिको रोटी सेक्नेले के सोध्छन्, के भन्छन्, कति गाली गर्छन्, कति बदनामी गर्छन्, सहन तयार छु। मेरो चिन्ता त्यो बालकको हो जो कान्ति बाल अस्पतालमा उपचार नपाएर लडेको छ। आज जीवनजल नपाएर मान्छेहरू लगे, बाटोमा सुत्केरी हुने अवस्था हुँदाखेरि हिजो गाली गर्नेहरूले, आलोचना गर्नेहरूले जब कालीकोटमा हामी जाँदाखेरि बाटोमा सुत्केरी भएको दृश्य देख्यौँ र आम जनतासँग सहयोग लिएर त्यो दुर्गम कालीकोटमा हामीले एउटा अस्पताल बनायौँ नि, गाली गर्नेहरूले त